अनि अति राम्रो मलाई साह्रै राम्रो चाहिँ मिठो चाहिँ लाग्छ के भनेदेखि पुराणहरू यसमा चाहिँ पुराण वाचकहरू यी चाहिँ मलाई मिठो लाग्छ साह्रै नै पढ्न जाँगर लाग्छ जोस जाँगर लाग्छ भन्छु चाहिँ जोस जाँगरहरू भन्छ एक हात चाहिँ पढ्छु एक हात पढ्छु व्याससनमा चाहिँ अब बस व्याससनमा चाहिँ पढ्नु भन्नु अन्त भन्छ तर अधिकार पाउनु पऱ्यो नि त अधिकार पाउनु पऱ्यो त्यस्तै हो विद्या यही नरको छ रूप भरिलो यही सम्झ गुप्ती धन विद्याले बढी जान्छ रूप सहजै सुध्रिन्छ भित्री मन विद्या हो परदेशमा हित हुने दरबारमा पुजिने यस्तो उत्तम रत्न लौ बटुल है पैसै बिना पाइने पढ्दा हुने त हो नि अनौठो यो विद्या धन छ जगतैमा नमिलने लिँदा बढ्दै जाने कहीँ पनि नबाँडे नघटी हुने पढ्दै जाँदाखेरि बढ्दै पनि जान्छ लिँदै जाँदाखेरि कसैलाई बाँडेर सिकाइदिएर घटी पनि हुँदैन लिँदा बढ्दै जाने कहीँ पनि नबाँडे नघटी हुने पछि नाना जन्मान्तको पनि साथ रहने अझै यस्तो दिगो धन किन छिटे हात नलिने विपदमा हुनु धीर नातिने सुख हुँदा सबमाथि दया लिनु विपदमा नातिनु अरे विपदको साथी के हो त भनेर भगवान रामचन्द्रले भन्नुभएको छ लक्ष्मणलाई विपदको साथी के हो भन्दा धेर्जे हुनु धेरै धारण गर्नु त्यो विपदको साथी त्यति नै मात्रै हो भन्नुभएको छ र यस्ता कुराहरू छन् कि अब तपाईँलाई म एउटा मञ्जरी म यहाँ पढिदिन्छु तपाईँलाई पार्थयम प्रतिबोधितं भगवान् नारायणे स्वयं व्यासेन ग्रन्थ पुराण मुनिमध्ये महाभारतम् अष्टैतामृतवर्षिणी भगवतीम् अष्टादशाध्यायिनी मम्मतं मम सन्धि भवे देखिनीं नमस्तुते व्यास विशाल वन्दे फुलार भिन्नन पत्र नेत्र तत्व भारत तैलपूर्ण प्रज्वालितो ज्ञानमहे प्रदीपं पर्पन्नं पारिजाता केतुत्र वेते कपानहे ज्ञानमुद्राय कृष्ण गीतामृतं द्विहे नमः सर्वोपनि खदो गावो भोक्ता गोपालनन्दं पार्थे भक्त सिद्धिदं गीतामृतम् अहं वसुदेवं सुतं देवं कंसस्थानमर्दनं देवकीका प्राणन्दं कृष्णवन्दे जगद्गुरु भीष्मदोर्ण जय जथा गान्धाधरी लोपला शल्ये ग्राहति कृपेण वहने कर्णेन बेलाकुला अशस्तावनी कर्ण घोरमकरा दुर्योधनं वर्तिनी श्रोत्रीर्ण खल पाण्डव नदी कैवर्तकं केशवं पाराशरी वच सरजलमलं गीतात गन्धुकटं नानाखानकसं हरिकथां सम्बोधनं बोधितं लोके सजन कट पदे हर हर गोपी माधव मुदा भूये ध्वरजं पङ्कजं कलिमलं परदासिनु श्रे मुखं करोति वाचलं परं गिरिं वन्दे परमानन्द माधवं शङ्खं चक्रं कृष्ण कुण्डलं सपीश्रवस्त्रं सरसूर्यदेव क्षणो नमानि विष्णु शिरं चतुर्भुजं वंशी विविगित कर्णवात पीताम्बरधारण बिम्बाभ्रात पूर्णेन्द्र सुन्दरं मुखधरविन नेत्रं कृष्ण किमितं न जाण्यो तमेव माता स पिता तमेव बन्धु सखा तमेव विद्याधर्मी तमेव सर्वं मम देवदेवं यं ब्रह्मा वरुणस्तमन्तु वेदे साङ्गपदो करो वनिखते गायन्ति उषामगा ध्यान वश्य तत्शीलमनसा पश्यन्ति वेगरौ यशन्त विदुषुरासुरगणै देवाय तस्मै नमो नारायणं हेरुक्तिरूपेण जगत्तरणमालोकर पर्वितनाङ्गितेश्वरी नित्य चित्ततरङ्गे भगवान् नारायणौ श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेवं जगन्नाथं वन्दे गिरिवारं हरिद्वारं पुष्करम्। आजको कार्यक्रममा चाहिँ म एकजना हामी विश्वकर्मा परिवारको छौँ होइन, पुरोहित हुनुहुन्छ। आफ्नो जातको सम्पूर्ण कर्मकाण्ड उहाँले गर्नुहुन्छ। उहाँसँग चाहिँ हामी यो वाना बजारमा आइपुगेका छौँ र केही कुराकानी गर्न लाग्दैछौँ। बुवाले आफ्नो परिचयसहित आफूले चाहिँ कसरी यो आफ्नो जातिको कर्मकाण्डहरू गर्दै आउनु भएको छ, सिक्नुभयो कसरी, र अब यसमा थप सिक्नुपर्ने आवश्यकता के छ, अनि कति टाढा टाढासम्म गएर चाहिँ कर्मकाण्डको कामहरू गर्नुपर्छ, यी बारेमा जानकारी गराइदिनु। कुशलेश विश्वकर्मा भनेपछि सबैले चिन्छन् र मलाई विश्वकर्माको चाहिँ यो पुरोहित पण्डित पनि भन्छन् नि अरू पारितिर। त्यसो भएको हुनाले म यहाँबाट लिएर गएर त्यहाँबाट दुङमा यहाँबाट त्यो पान्थर फिरिम यहाँबाट चाहिँ त्यो दिङ्ला फालीकोट गएर चाहिँ एक हाफ पुराणहरू लगाएँ, रुद्रीहरू लगाएँ। पुराणहरू चाहिँ म पुराण पनि भन्छु। कुनै मृत्यु भएको ठाउँमा चाहिँ जो गरुडहरू भन्छु म। र सामान्य चाहिँ जो मैले पहिले मेरो शिक्षा हासिल गर्न चाहिँ 2012 सालदेखि लगेर चैनपुर हाई स्कुलमा चाहिँ म पढेँ। त्यो 2012 सालदेखि चैनपुर हाई स्कुलमा पढेर चाहिँ के अरे 9 वर्ष पढेँ चैनपुर हाई स्कुलमा। 9 वर्ष पढेर चाहिँ त्यहाँ पहिले नै त्यहाँ संस्कृत ब्राह्मणहरू हुनुहुन्थ्यो। मलाई साह्रो हित गरेर चाहिँ जो उहाँहरूले चाहिँ संस्कृतबाटै पहिले कक्षादेखि नै संस्कृत पढाइन्थ्यो। त्यतिखेर पढेर निस्किएर पढ्दै थिएँ। पढ्दा अचानक वर्ष बिदामा घरमा आएँ। घरमा आएपछि अचानक चाहिँ जो मेरो
मेरो भाग्यले साथ नदिएको होला। बुवाको छोरा ठ्याक्कै चाहिँ असार 17 साल असार भूमिराजका दिन बुवाको 17 छोरा सालमा? उठ्यो। 17 साल असार भूमिराजका दिन बुवाको छोरा उठ्यो। त्यसो भएको र म त्यो स्कुलमा फर्केर जान पाइनँ। चैनपुरमा घर घडेरी सबै चाहिँ चैनपुरमा थिए। पछि गएर चाहिँ त्यो पनि मैले सँगै नसकेर घर पनि बेचेँ। त्यस्तो हिसाबसँगले अनिखेर मैले त्यसरी शिक्षा हासिल गरेँ। अब मेरो भन्नै पर्दाखेरि मैले हासिल गर्ने चाहिँ मेरा को हुनुहुन्थ्यो भने एउटा शैक्षिक गुरु पनि उहाँ नै हुनुहुन्छ, मेरा राजनीतिक गुरु नै उहाँ नै हुनुहुन्छ। शैक्षिक गुरु पनि राजनीतिक गुरु नै उहाँ नै हुनुहुन्थ्यो, तर अहिले त परलोक भइसक्नुभयो। एउटा धुपोमा चाहिँ सर्किने यो धुपोमा चाहिँ जो बाहुनीलाई सार्कीको घरमा आएछ। बाहुनीलाई सार्कीको घरमा आएछ धुपोमा है। यो धुपोको गर्व आएपछि चाहिँ यो यहाँ के अरे यो उसको गीत गाउँछ नि एउटा त्यो कमलिकान्त हो, उनकै चेती थियो। अनि त्यहाँ चाहिँ यो गर्व आएपछि अब त्यतिखेर चाहिँ अब पक्राउको लगेर चाहिँ जेलमा थुनिहाल्नु पर्ने। गर्व देखेपछि अनि उहाँलाई सजाय दिन जेल सजाय गरिएछ। जेल चलान गरेर चाहिँ लगेर राखेर जेलखानमा थुनेछन्। चैनपुर जेलखानमा जेलखानमा थुनेपछि अनि उहाँको चाहिँ केही दिन दिनपुको बालक जन्मियो। छोरो जन्मेपछि आमा छोरालाई त्यहाँ बाहिर निकालेछन्। बालकलाई त थुन्न मिल्दो रहेछ जेलमा। अनि बाहिर निकालेछन्। त्यहाँ निकालेर चाहिँ यो हुर्की बढी गरेर ठुलो भएपछि त्यही स्कुल लिपेर त्यही जोडो लुगाहरू लगाएर त्यही साउमाडाहरूको चाहिँ के चाकड गरेर त्यो छोरो पढाइछन्। बाहुनीले छोरो पढाइछन्। जेलमै छ। छोरो पढाएपछि म्याट्रिक गरेछन्। त्यतिखेरको समयमा म्याट्रिक, अहिलेको एसएलसी म्याट्रिक गरेको उनको थर राख्यो, सार्की नै राख्यो। जहर सिंह भन्ने नाम राखेर जहर सिंह रोका भन्ने नाम भयो उहाँको भएछ। अनि त्यस्तो गरेर चाहिँ उहाँले एसएलसी पास गरेपछि थपक्कसँगले मेरो बुवाले लगेर एसएलसी पास गरेको मान्छे त कमै मात्रामा पाइँदैन थियो। पाइँदैन त त्यतिखेर त चैनपुरको एसनारायण साहबको दाजु मदन लिएर चाहिँ जहर सिंहले त्यतिखेर धनको डाँडा पास गरेको चाहिँ दिन पनि पाइँदैन थियो। त्यस्तो अवस्थामा चाहिँ उहाँले चाहिँ जो उहाँले पास गरिसकेपछि सत्यसँगले अनिखेर मलाई लगेर उहाँ जिम्मा दिनुभयो। अनि म सँगसँगै उहाँ पढेँ। सँगसँगै उहाँसँग पढ्दै थिएँ पढिराखेको थिएँ। उहाँले एसएलसी पास गरिसकेर निस्किएपछि उहाँ चाहिँ अब त्यसमा चाहिँ रेड बुकहरू के जाति उहाँले हेर्नुहुन्थ्यो। म त होमवर्क गरेर बस्ने विद्यार्थी होइन। होमवर्क गरेर बस्ने। त्यो उहाँको एउटा सानो झुप्रो बनाइदिएको थियो त्यहाँ एउटा बाँसघारीमा चाहिँ त्यहाँ अलिकति विश्वकर्म गाउँ छ, त्यहाँभित्र झुप्रो बनाएर त्यहाँ 12 छोरो लिएर हुर्काइबाट गरेर बसेकी थिइन्। जब एक दिन माघको दिन थियो, झरी परेको थियो, एकदम पानी झरी माघे झरी परेको थियो। त्यस्तो अवस्थामा सुकुबारी बजार लागिरहेको थियो। त्यतिखेर हामी जम्मै सार्की कोही बजारभित्र पस्न पाइँदैन थियो नि त। छेउछेउमा बस्नुपर्ने। केही आफूलाई चाहिएको जिनिस चाहिँ किन्नु पर्यो भने कोही आफूलाई विश्वास लाग्दो मान्छेलाई पैसा दिएर पठा, बजारभित्र म पसेर ल्याइदिएँ भन्नु पर्थ्यो। त्यस्तो अवस्थामा थियो। उनले हिम्मत गर्ने म स्वाट्टै बजारभित्र पसेँ। बजारभित्र पसेर फन बजार घुमेँ। जर्सी रोका बजार घुमेपछि लु अब उनीहरूले नै हुर्काएको साउभाँडाहरूले सबैले चिनिहाले। ल जरे बजारभित्र पसौँ। अब 14 सालको कुरा है यो चाहिँ। 14 सालमा बजारभित्र पसेको। अनि त्यहाँदेखि त त्यो व्यापक भयो नि त दलित बजारभित्र पस्यो भने त्यतिखेर। अनि त्यो भएपछि अनिखेर अनि पुलिसले पक्रिनुपर्छ भने लगेर पक्रेर पुलिसले पक्रेर लगेर कस्ता ठाउँमा राखे भन्नुहुन्छ जर्सी रोकालाई। कमसेकम माघको दिनमा चाहिँ यो इँटा खन्न बनाएको खाडल रहेछ। त्यसभरि पानी जमेको ठाउँमा यति घाँटी डुबाएर चाहिँ यो यातना दिएर झ्याप्पै ठिमा चाहिँ यो त्यसमा जहर सिंह रोका भन्ने रोका सार्कीको छोरा। त्यही पनि त्यो अन्तर्जातीय विवाह भनौँ न, प्रेम सम्बन्ध भएर जन्मेको सजाय त्यो बजार छिर्दा सार्की र बाहुनीले जन्मा कि सार्की र बाहुनीबाट जन्मिएको। अब त्यस्तो सजाय दिएपछि के भयो? त्यस्तो सजाय दिएपछि अनिखेर अब नाथे म त केटाकेटी अब त्यो स्कुलले के गर्नु हालिहाले त। अब मेरो पछि हिँड्थेँ म आफ्नो गुरुसँग पछि हिँड्थेँ। भएर चाहिँ अनिखेर मेरो केही उपाय नचल्ने। अनि घर गएँ। यत्रो कुटी थियो। प्लेटमा चाहिँ मकै भटमास भुटेर राखिदिन्थिन् बाहुनीले। त्यही आउँथे, टोक्थे, खान्थे। अनि उनीहरू यत्रो घोटी थियो, 3 जनालाई भात पकाउनुहुन्थ्यो। तपाईँ त्यहाँ संस्कृत पढ्न बस्नु? संस्कृत पढ्न बसेको म। संस्कृत पढ्न बसेको। जर्सी रोका चाहिँ के पढ्थे? जर्सी रोका उनले अर्कै पढ्थे, संस्कृत पढेको थिएन। अनि त्यहाँदेखि त्यसो गरेर भारी परिणाममा
पछि गएर अनिखेर गएर आमा दिदी राखेँ दाजुलाई त्यसपछि भनेपछि अनि त्यो त त्यति बेलुका राति भइगयो तपाईँभन्दा जेठो कि कहाँ छ जहरसिंह? जेठा नै अनि राति भइगयो राति भएपछि अनिखेर मलाई अलिकति मलाई भात दिनु अरे नेत्रो घोटीमा उनले त खाना पनि खाएन छोपछाप पारेर राखेन उनलाई पिर पऱ्यो छोरो पक्रियो भने पिर पऱ्यो उहाँले त खाएन छोपछाप पारेर त्यसै बसिरहेका थियौँ म खाटामा बसेर होमवर्क गर्दै थिएँ उता त्यतिकै म त्यतिखेर 5मा पढ्थेँ 6मा पढ्थेँ जहरसिंह त उसले एसएससी गरिसकेको थिएन अनि त्यहाँदेखि त्यसै गरिसकेर भारे अनि त्यति गरिसकेर भारे त अनि कमसेकम 10 11 साढे 10तिर कता भएको थियो लाखे त बजी आऊ कस्ता दिन आउँदो रहेछन् त लाखे त बजी आऊ भन्दै चाहिँ जो निट्रुक्क भएर चाहिँ गल्छी डाँडा फुत्त्याउँब निक्लिनु भयो माघको दिन झरी परेको छ जहरसिंह रोका नि झट्टसँगले त्यति गरिसकेपछि अनि त्यहाँदेखि आएर लुगासुगा फेर्नुभयो त्यही चिसो बात टोक्नुभयो र अनिखेर के अब कति घन्टा राखेछन् त्यो घाँटीदेखि राखेर 4 घन्टा राखेँ पानीमा डुबाएर यति मात्रै देखाएको थियो पुलिसले इँटा बनाउनलाई खनेको खाडलमा हौ माटो अब ठुलो खाडल नि हौ भोरिएको रहेछ पानी त्यहाँ लगेर हालेँ त्यति गरेपछि लाखे त बजिया कस्ता दिन आउँदा त लाखे त बजिया भन्दै आएर फुत्रको बुक लिएर लुगा चेसो लुगा फ्याँकेर अर्को लुगा लगाएर अनि त्यही भात टोकेर त्यही मसँग सुत्नुभयो एउटै खाटमा हुनुहुन्न अहिले जोगमुनिया तल जोगमुनिया घर थियो उहाँ चाहिँ जो छोरा 3 दुवटा छोरा एउटी छोरी छन् त्यही छन् उहाँ बितिसक्नुभयो उहाँले कम्युनिस्टको बिरुवा रोपेको चाहिँ यो सङ्घ सभा उनीहरू हो त्यति हिम्मत कसैको पनि थिएन त्यतिखेरको जमानामा त्यो चैनपुर बजारभित्र पस्ने हिम्मत कसैको पनि थिएन उहाँले नै उहाँसँग धेरैजना वहीँ गएर जोगमिनी नै गरेर धेरैवटा पाठ सिकेर आए राजनीतिको पाठ धेरैवटा सिकेर पनि आयो उहाँलाई यहाँ चैनपुरमा पनि आउनुभयोबाट कि यो गाउँभरको राष्ट्रिय अभियान एउटा भन्ने चाहिँ अभियान चलेर आएको थियो त्यतिखेर गाउँभरको राष्ट्रिय अभियानकोबाट कि मार चैनपुरमा टोली खेलमा चाहिँ आयोजक गरेर चाहिँ जो त्यहाँ टेबल ठोकेर यहाँ यो चैनपुरमा मलाई यस्तो भएको कर्मचारी बडा हाकिम भनेको चाहिँ अहिलेको सिटिओ जस्तै मानौँ त्यस्तै हो तर अब अहिले त्यतिखेर गाउँभरको राष्ट्रिय अभियान भन्ने एउटा चाहिँ जो त्यो गाउँलाई चाहिँ जो सुधार गर्ने अब त्यस्तै एउटा हाकिम नै हो एउटा झन्डै लगभग सिटिओ जस्तै हो त्यतिखेरको जमानामा त्यस्तो भएर आएर अनि त्यहाँदेखि त्यो कसैले साउबाडाको मुखै देखाउनु नहुने गरेर चाहिँ जब भाषण टेबल ठोकेर भाषण गर्नुभयो जमाना अर्कै खालको आइसकिरहेका थिए त्यतिखेर अनि मेरा राजनीतिक गुरु पनि हुन् शैक्षिक गुरु पनि हुन् उहाँ चाहिँ जो यहाँ उहाँको विषयमा मैले लेखेको किताब छ एउटा यहाँ किताब लेखेको छ मैले ज्येष्ठ नागरिक किताब भन्ने मैले लेखेको छ अहिले यहाँ हेर्न पाइन्छ मैले सबैको लेखेको छ मैले त्यो महेश गौतम र भीम कठेलले चाहिँ भनेपछि यो पाठक धारामा खासबारीकै पाठक धारामा के अरे भीम कट्टेल महेश गौतम उनीहरूले निकालेको ज्येष्ठ नागरिक आवाज किताब हो कति पेजमा छ तपाईँको कहाँनिर ठ्याक्कै भेटिजान्छ सबै कुरा यहाँ त्यो अहिले जुन मैले भनेको जर्सी रोकासँग गरेको कुरा त्यो भिडियो लेखेको छ मैले अरू सबै जो पुराना रीतिरिवाज पहिलेको जमानामा के थियो त्यो सबै लेखेको छ मैले यहाँबाट फोटो राखेर उहाँले चाहिँ खेल्छ भ्यू गर्छ त महेश गौतम आउनु भएको थियो यस्तो रहेछ उहाँले लेख्नु भएको यो पुस्तकमा चाहिँ स्कुलमा साथीसँग बस्न पाइँदैन थियो त्यसो चाहिँ मैले त्यही बनाएको थिएँ श्रेष गदाल 5 नगरपालिका 6 अहिले तपाईँ वाना बजारको ठ्याक्कै चोकैमा आफ्नो घर छ यहीँ बस्नुहुन्छ है यहीँ बसिरहेको छु विस्तृत मैले यो किताब पढेँ पनि मैले यहाँ कुराहरू लेखेका छन् बङ्सीले आउनुभयो के तपाईँलाई आज जस्तै गरेर बङ्सीले आउनुभयो त्यहाँ बसेर किताब पढेर जानुभयो बङ्सी आउनु भएको थियो अस्ति यहाँ यो पद्मनाथका छोरा बङ्सी अनि यहाँ आएर उहाँहरूको कुराहरू मैले त्यहाँ लेखिदिएको छ त्यही यसरी रणनाथले खालबारी हस्पिटल उहाँले बनाउनु भएको 2015 सालमा चाहिँ जो प्रजातान्त्रिक निर्वाचन हुँदाखेरि पनि मैले भोट दिएको यसरी चाहिँ यो उहाँले पद्मनाथ रेग्मीमा उठ्नुभयो उहाँले जित्नुभयो एमपी हुनुभयो शिक्षा सहायक मन्त्री हुनुभयो त्यसो गरेर चाहिँ यो पछि विघटन गरे राजा महेन्द्रले
यस्तो यस्तो कुराहरू मैले त्यहाँ देखेको छ। त्यहाँदेखि म त तपाईँसँग म पुरोहितको कुरा गरेर आएको छु, तर जहरसिंह रोकाको जुन चाखलाग्दो कुरा आयो, तपाईँले किताबमा नि लेख्नु भएको छ, तपाईँको प्रेरणाको स्रोत पनि उहाँ नै हुनुहुन्छ, शैक्षिक गुरु होइन, राजनीतिक गुरु सबै तपाईँ। अब त्यो पानीबाट चाहिँ उहाँ 4 घण्टा जति बसेर निस्किसकेपछि तपाईँसँग चाहिँ लाखे त मरा हो, अब कस्ता दिन आउँदा रहेछन् भन्ने कुरा भएपछि अब त्यहाँदेखिका चाहिँ कुराहरू त्यहाँदेखिको कुरा के भने अब त्यतिकै सुत्यो, त्यो दिन बेलुका सँगै सुत्यो। सँगै सुतेपछि भोलिपल्ट भएपछि मेरो बुवा अलिकति शिक्षा प्रेमी हुनुहुन्थ्यो। मेरो बुवा शिक्षा प्रेमी भएपछि यहाँ यस्तो भएर भनेपछि बुवाले यहाँ ल्याउनु जर्सिंह रोकालाई मेरो घरमा ल्याउनु भयो। अब चैनपुर बजारमा चाहिँ सडकमा चाहिँ जर्सिंह रोका हिँड्ने कुरो भएन। अब साउबाडाको आँखो भयो, आँखो भयो, हिँड्ने कुरा भएन। त्यसबाहेक सट्ट उहाँमा यो सोफामा मेरो घरमा ल्याउनु भयो मेरो बुवा, सदरमुकाम। अनि त्यहाँदेखि त त्यहाँ त्यतिखेर उहाँ अनि गएर मेरो घरमा ल्याएपछि हामी बुवाले के गर्नुभयो भने त्यहाँ लबाङ चन्दाङ भन्ने राईहरू थिए। यो गाउँमा स्कुल चाहिँदैन, कस्ता दिन आउँछन् हेर, त्यस्ता दिनमा चाहिँ तिमीहरूलाई चाहिँ केहीको के अरे तिमीलाई सासै नलिने, तिमीहरू अलिकति तिम्रो जिम्मा तालुकदार भएर एउटा स्कुल चाहिँदैन। यो गाउँ अन्धकारमा छ, सबै मगर गाउँ पनि अन्धकार छ, राई गाउँ पनि अन्धकार छ, सबै कपिल कसैले चिनेको छैन। स्कुल चाहिन्छ भन्ने हाम्रो बाउले ठुलो हाम्रो बुवाले प्रेरणा गर्नुहुन्थ्यो। त्यतिखेर त्यो वास्तै कसरी नगरिकन बसिरहेको थिएँ। तर पछि गएर चाहिँ जो स्कुलको आदेश त गराउनु भयो बुवाले, स्कुलको अलिकति योजना चाहिँ मिलाइसक्नु भएको थियो। तर पछि उहाँको जाने दिन भइहाल्छ, उहाँ गइहाल्नु भयो। अनि त्यति भइसकेपछि अनि अब त्यति गरेपछि अनि स्कुल बनाउनु बुवाले। अनि तपाईँले पढ्न चाहिँ चैनपुरमै संस्कृत पढ्न पाउनुभयो कि कसरी मैले चैनपुरमै पढेँ। स्कुल जानै नपाउने अवस्थामा तपाईँले संस्कृत चाहिँ कसरी पिरा लिएर गएर भुइँमा बसेर, घरबाट स्कुलको पिरा लिएर गएर भुइँमा बसेर चाहिँ मैले पढेको। त्यसरी पढ्न चाहिँ दिए? त्यसरी पढ्न चाहिँ दिए। अघि चाहिँ स्कुलभित्र बस्न दिँदैन थियो अरे, स्कुलभित्र बस्न नदिएर चाहिँ खादबार यहाँ पोरबार कुनैहरूको ककलले स्कुल बस्न नदिँदाखेरि तुङ्ने टारमा दलितलाई भित्र बसेर पढाइदिएछन्। भित्र बसेर पढाइदिएर तल कत्ले भन्ज्याङदेखि माने भन्ज्याङसम्म चाहिँ जो मसो दलेर चाहिँ जो के अरे मसो दलेर टिन ठटाएर चाहिँ उहाँहरूलाई चाहिँ हिँडाएको अरे। त्यस्तोसम्म त्यस्ता जुग थियो त्यतिखेर। त्यसको चाहिँ तपाईँहरू जन्मै नै भएको थिएन। अनि तपाईँसँग संस्कृत पढ्ने दलित समुदायको मान्छेहरू चाहिँ कति थिए? बाहुनहरू कति थिए त त्यहाँ त्यो क्लासमा? बाहुनहरू क्लासमा त बाहुनहरू नि चारजना चाहिँ मादिकै दालहरू थिए। त्यहाँबाट अनि यसनारायण साउको दाजु प्रसादको छोरा चाहिँ मदन थिए। अनि सेवक साउ थिए, सेवकमा चाहिँ त्यति थियो त्यहाँ चाहिँ। अरू सहायक मास्टरहरू थुप्रै। विद्यार्थी चाहिँ कति जति थिए? विद्यार्थी थिए हौ 500-600 जति। भनेपछि बाहुन छेत्री कतिजना, अरू जाति कतिजना? बाहुन छेत्री नै बढी थिए, बाहुन छेत्री नै बढी थिए। अनि नेवार समुदाय पढाइ संस्कृतको मात्रै हुन्थ्यो कि अरू सबै हुन्थ्यो? अरू पनि हुन्छ। संस्कृत चाहिँ ऐच्छिक विषय संस्कृत चाहिँ एक अथवा एउटा चाहिँ यो पढ्नै पर्थ्यो चाहिँ एउटा किताब चाहिँ संस्कृति हुन्थ्यो। सबैले पढ्नुपर्ने, सबैले पढ्नुपर्ने एउटा किताब संस्कृति हुन्थ्यो। अनि त्यहाँदेखि त्यति गरेपछि अनि आएर भरे पछि गएर चाहिँ यो अनि मलाई तपाईँले संस्कृत पढ्नको लागि चाहिँ त्यो सुकुल पिरा लिएर जानुभएको कि अरू कक्षा पढ्नको लागि पनि त्यो सुकुल पिरा लिएर जानु पर्थ्यो? मलाई चाहिँ संस्कृतको चाहना थियो। मलाई संस्कृत पढ्न पाएदेखि केही अलिकति कर्मकाण्डहरूपट्टि पनि अब त जे संस्कृति अब स्कुलमा त्यो स्कुलमै क्रसै संस्कृतकै हुन्थ्यो नि त। एउटा किताबै थियो। दलितले स्कुलमा पढ्न जाँदा चाहे संस्कृत होस् चाहे अरू होस् सुकुल लिएर जानुपर्ने पर्ने भुइँमा बसेर पढ्नुपर्ने। ब्ल्याकबोर्डमा मास्टरले के लेखिदिन्छन् त्यही सारेर अरू बेरेन्चीमा अरू साउ मुखियाका चाहिँ छोरा चाहिँ बेरेन्चीमा बसेर पढ्नुपर्ने, हामी चाहिँ भुइँमा बसेर पढ्नुपर्ने। मैले शीर्षकै त्यो लेखेको। अनि कति सालदेखि चाहिँ तपाईँहरूले नि बेन्चमा बस्न पाउनुभयो? तपाईँले पढिसकेपछि पाइयो? मैले पढिसकेपछि पाएँ। कतिको सालदेखि पाइयो भने 17, 18, 21 सालदेखि पाइयो। 21 सालदेखि। तपाईँले कति सालसम्म चाहिँ पढ्नुभयो? मैले त्यही 19 सालसम्म पढेँ। मैले 19 सालसम्म चाहिँ त्यस्तै गरी पढेँ। मैले त्यस्तै गरी पढेँ। त्यहाँ म स्कुलमा गइरहेँ। त्यसरी चाहिँ जो जाँदाखेरि मलाई चाहना थियो। त्यो मास्टरहरू गुरुहरू थिए कि ब्राह्मणहरू,
उहाँहरूसँग त्यो संस्कृत नजानेर त्यो गएर म स्कुलबाट निस्किएँ भने जहरसिंह तपाईँको कसरी शैक्षिक र राजनीतिक गुरु त? शैक्षिक र राजनीतिक गुरु त जस्तै उहाँले एसएलसी पास गरेपछि उहाँकै साथमा गएर मेरो बुवाले उहाँलाई नै पुर्याइदिनु भयो। अब शिक्षा पढ्ने मान्छे कोही थिएन नि त, एसएलसी पास गरेको मान्छे संसारै भेटिँदैन थियो। एसएलसी र न एसएलसी कुनै पढेको दुई कक्षा पढेको मान्छे थिएन। स्कुलमा उहीँ टिचरै हुनुभयो? टिचरै हुनुभयो, टिचर पनि हुनुभयो। तर चाहिँ यो उहाँलाई अर्कै राजनीतिपट्टि लगिनु भयो कि, अनि त्यहाँबाट उहाँलाई मन पराएन त्यहाँ। कति वर्ष पढाउनु भयो उहाँले? उहाँले 3 वर्ष पढाउनु भयो। तपाईँलाई पढाउनु? एसएलसी गरिकन पनि 3 वर्ष पढाउनु भयो। तपाईँलाई पढाउनु? मलाई पढाउनु भयो। मलाई पढाएर उहाँकै घरमा पढेर त्यस्तो गरेँ। अनि दिउँसो संस्कृत पढ्न बाहुनीहरूबाट जान्थेँ। अनि त्यसरी पढेर चाहिँ घर आएपछि अब मैले अब के गर्छु त म भन्दा बुवा खसेपछि अब अदालती बन्दोबस्तपट्टि पढ्नु पऱ्यो भनेर अनि दखल्ची गएँ। शिक्षा पुरा गर्न सकिनँ, पाइनँ भनौँ न, घरको कारणले, घराइसी कारणले। 17 सालमा घराइसी कारणले मैले नसकेपछि अब म के गर्छु त भन्दा अब अदालती बन्दोबस्ती लेखापट्टि गर्नु पऱ्यो भनेर वादीहरूपट्टि त अदालती बन्दोबस्तपट्टि अदालतमा निवेदन लेख्ने गर्नेपट्टि त्यस्तोपट्टि गऱ्यो। त्यो हुँदै थियो गाउँमा सबैले पढ्ने, सबै दुनियाँको काम परेको म लेख्ने। बुवा पनि त्यस्तै, मेरो वादी लेख्ने, ज्यानमन्दाका वादीहरू लेख्ने मेरो बुवा पनि। त्यस्तो हुँदै पछि गएर चाहिँ अनि अब पछि गएर त त्यो पार्मेट लेखाले लेखेको मात्रै चल्ने भयो है। अब पार्मेटको पास चाहिने भयो। के पास अरे? त्यो लेखेको चाहिँ लेखकको पास लिएर लेखाले मात्रै त्यो पास नम्बर नराखिकन त चाहिँ यो त्यहाँ त लेखेको नचल्ने भयो। अब त्यस्तो भएपछि अब अनिखेर मलाई एकजना लवाङ राई थिए हाम्रो डाँडा गाउँमा, ऊ बिचारी भएर आएका। उनले भन्थे अब गाउँमै लेखेर चाहिँ यो पैसा कमाउने दिन आउँछन्, तैँले पास लिइराख भनेर भन्नुभएको थियो उहाँले नि। तर लेख्न जान्दा छ लिइराख भनेर भन्नुभएको थियो। तर मैले के सम्झेँ भने अब अफिस उम्न जाउँला, लेख्न काम पक्का लेख्न लाग्यो भने त 2-4 पैसा घरमा लिएर आउँला। अब आउँला म घर खेलबारी बाँझे होला फेरि, यता सम्झेँ। अनि छोरा भाइ बिना पनि बालकै। अनि त्यहाँदेखि त्यसो भएपछि अनि त्यो पनि त्यो बेफल भयो मेरो। त्यो लेखापढीको पनि काम त्यस्तै भयो। अब लेख्नु हो भने अहिले म लेख्ने सबै मलाई कण्ठ छ, सबै त्यो म लेख्छु। अदालती बन्दोबस्तपछि 5 जना ऐनदेखिकै कुरा चाहिँ यो मुलुक ऐनसम्मको कुरा मलाई ठाउँ त्यो काम परेको बेला म जुन पनि गर्न सक्छु। लेखापढीको काम कति सालदेखि थाल्नु? लेखापढीको काम त मैले त 21 सालदेखि थालेँ। 21 देखि कति सालसम्म गरिरहनु? त्यो अब त्यो यकिन भन्न सकिनँ मैले त्यो गएको कुरा। अनि तर अहिले कति सालमा गरेँ अब गरिन्छ है। गाउँमा परेको काम लेखापढी सबै मैले गर्थेँ, अरू जान्दैन थिएँ। उहाँ नै बसेर गर्नुभयो कि चैनपुर बसेर? चन्द्रप्रसाद भन्ने बाहुन थियो एकजना, त्यो लेखापढी अदालती बन्दोबस्त लेखाउने चाहिँ चन्द्रप्रसाद भन्ने बाहुन थियो न्युपाने चन्द्रपुरमा। म साह्रै सिपालु, अनि उहाँसँगै लेखापढीको चाहिँ उहाँसँगै सिकेँ मैले। यो गरेपछि तपाईँको पुरोहिततिरको काम चाहिँ कहिलेबाट कसरी? अब म कुरा दिउँछु। अब के गर्ने, अब त्यो अदालती बन्दोबस्तको त्यो लेखापढी पनि मलाई बेफल भयो। त्यसले पनि मलाई त्यति भएन। अब त्यो मेरो त्यहाँ पार्मेटै लिएन, त्यो हुँदै नहुने भयो। त्यसबाट सकिनँ मैले, अनि म अचल भएँ। अब के गर्ने त भन्दा अब म संस्कृत पनि दखल्चिएको छु। अब म त कर्मकाण्डपट्टि लाग्छु, वेद पढ्छु भनेर अनि सारा वेद सबै किताब भेला पारेँ। सारा वेद सबै किताब भेला पारेर अनि त्यहाँबाट कति सालको कुरा हो? अनि त्यो पढ्न थालेँ। यो साल त तपाईँले वेदहरू भेला पारेर चाहिँ नि म अब पढ्छु यो पहिलेदेखि नै थियो नै। म चन्द्रबाट बुवा नखसिकन मैले त्यसरी पढ्न थालेको संस्कृत। बुवा नखसिकन भन्दा 17 सालमा बुवा खस्नु भयो। म 15-16 सालतिर त्यो किताब त मैले जुटाइसकेँ। अदालती कामबाट चाहिँ तपाईँ जब संस्कृत पुरोहितको कामतिर जब तानिनु भयो नि, त्यति बेला तपाईँले त्यो वेदका किताबहरू सङ्कलन गरेर जब त्यो थाल्नुभयो, त्यो चाहिँ कति सालतिरको कुरा हो? त्यो भनिहालेँ नि। त्यो किताबहरू त सङ्कलन त मैले बुवा हुँदै थियो मेरो घरमा। 14-15 सालतिरै? 14-15 सालतिरै थिएँ होइन। म चन्द्रपुर पढ्दै स्कुलै पढ्दाखेरि मैले जब संस्कृतमा दखल थिएँ, त्यहाँदेखि त्यो त मैले त यो चाहिने रहेछ भनेर त्यसको जो गरिहालेँ। रुचि भइरह्यो, भइगयो, रुचि पनि भयो। अनि यो जान्न पाएदेखि हुन्थ्यो भनेर अनि सबैले मलाई गुरुहरूले पनि माने। मलाई सबै गुरुहरूले नि मान्छन्। एकजना चाहिँ जो जनकपुरका उप्रेती बाहुन थिए, उनकोसँग मैले धेरै कुरा सिकेर पढेँ।
अनि ज्ञान छ मसँग, उनले सिकाएका पनि मसँग। लेखापढी गरुन्जेलसम्म त तपाईँको अधकल्चै भयो नि त संस्कृत, होइन? अधकल्चै भयो नि। पछि सबै किताब लिएर त्यही मात्रै पढ्न थालेपछि हो, त्यो चाहिँ कति सालतिर हो कुरा भने? हजुर, त्यो पछिल्लोचोटि चाहिँ 25 सालतिर चाहिँ 17, 18, 19, 20, 22, 25 सालतिर होला हौ। अनि अहिले म यहाँ बसेको छु, ब्राह्मण केटाहरू छन् यहाँ, काफ्ले केटाहरू सङ्घमा, उहाँहरू आउनुहुन्छ। उहाँहरूले ल बा हामीले जानु भुल गऱ्यौँ भने यहाँ यसो भएन भन्नु है भनेर चाहिँ उहाँहरूले भन्नुहुन्छ। केही कुराहरू उहाँहरूले कोही सोध्न पनि आउनुहुन्छ। चल यहाँमा त्यति गरिसकेर भनेपछि हामी दलित, बाहुन, छेत्री सबैको कर्मकाण्डमा केही भिन्नता छैन। वेद एउटै हो, कर्मकाण्ड सबै केही छैन, फरक कुनै केहीमा फरक छैन, एक रति फरक छैन। त्यो मात्रै नभएर पहिले दलितहरूले पनि बाहुनै लाउँथे नि, हो? दलितहरूले बाहुनै लाउँथे। अब त्यो मात्रै नभएर लु कर्मकाण्ड किताबहरू त सबै एउटै, वेद एउटै हो, सबै चाहिँ बिहा गर्ने किताब एउटै, क्रिया गर्ने किताब एउटै, सबै विभिन्न किताब सबै एउटै हुन्। जति बाहुनले पढ्छन् त्यति नै हामी पनि पढ्छौँ। मसँग धर्म सिन्धु छ, निर्णय सिन्धु छ यहाँ अहिले मसँग। अनि त्यसो हुँदाखेरि अब त्यो मात्रै नभएर गोत्र भन्नुपर्दा नि बाहुनका गोत्र पनि कामिया मिसिएका छन्, कामिया गोत्र पनि बाहुनमा मिसिएका छन्। सबै छासमा गोत्र सबै गोत्र थर पनि मिसिएको छ। कोइरालो कामी, कोइरालो बाहुन, कोइरालो छेत्री, दाल बाहुन, दाल छेत्री, के अरे रिजाल बाहुन, रिजाल कामी, सबै टाकटुको बराबरै, सबै एउटै छ। गोत्र पनि एउटै छ, थर पनि एउटै छ, सबै टाकटुक त्यही मिसिएको छ। गोत्र चाहिँ बाहुनका र कामीका सबै मिसिएका छन्, सबै टाकटुक मुसिएका छन्, सबै सार्कीको नि मुसिएकै हो। सार्कीको पनि मिसिएको छ, सार्की पनि मिसिएको छ। तर यो त एकजना त्यो भारत बाहुनका चाहिँ त्यो भारत गोत्रको बाहुनले त्यो फेसबुकमा भन्छन्, त्यहाँ हेर्दाखेरि खोलेर हेर्दा देखिन्छ म भारत गोत्रको बाहुन हुँ, एउटा दियाली कामीको भारत गोत्र हुन्छ। अनि एउटै गोत्र भएछ त्यो त सँगै भाइ हुन्छ, त्यसको जुठो लाग्छ। कसरी छ जात? म जनै समाएर कुरा गर्न सक्छु, जात छैन भनेर भनेको छ। यहाँ एकजना धरानका त्यो नगेन्द्र शर्मा भन्ने एकजना बाहुनले चाहिँ एक किताब, त्यो किताब छ अहिले माथि मसँग, अहिले ढिलो हुन्छ। त्यो नगेन्द्र शर्माले लेखेका छन्, विश्वकर्मा ब्राह्मणलाई ब्राह्मण नमान्ने ठुलो महापाप हो भनेर लेखेका छन्। मेघराज गजमेरले के अरे मेघराज गजमेरले त्यो उनले नगेन्द्र शर्माले लेखेछन् हिन्दीमा, उसले नेपालीमा सारेको छ मेघराज गजमेरले। अनि त्यसो गरेर त्यो किताब छ मसँग। आँखा देख्दिनँ कि आँखाले छैन, काम गरेको छैन। कुरा छ। अब म 82 वर्षमा हिँड्दैछु अहिले। पढ्ने रहर चाहना चाहिँ किताब भनेपछि मलाई किताबको के हो, म किताब जुनसुकै पनि हेर्नुपर्ने, मैले चाहना, मलाई त्यो चाहना लाग्ने, पढ्न चाहना लाग्ने। अनि त्यस्तै जसले जे खोज्नु त्यही त भेटिँदो रहेछ। अब अहिले पुरोहितमा तपाईँ के गर्नुहुन्छ, कहाँ पुगेर गर्नुहुन्छ? पुरोहितमा त म अब यहाँबाट अहिले त हिँड्न सक्दिनँ, अलिकति बुढो पाएको भएँ, हिँडेर जान म सक्दिनँ। गाडी लिएर आयो भने गर्दैछु। यहाँबाट चाहिँ जो र्याङ, माङदिङ, दुङमा, यता अरुणपारीको लागि चाहिँ जो के अरे यो सिमिङ, यतापट्टि सबै चाहिँ जो गएर चाहिँ जो मैले कर्म गरेको पुराउनेहरू एकाहरू पनि लगाएको, त्यहाँ त्यहाँ गरेको। अब यता भन्नुहुन्छ भने त्यहाँबाट फिदिम उतापट्टि बाटो फिदिम गएर पनि मैले धेरै कर्म गरेको छ। ठुल्ठुलो त्यहाँ चाहिँ जो सङ्गात भयो मेरो बाहुनहरूसँगै, त्यहाँ गएर पनि मैले कर्म गरेँ। यहाँ अनिखेरि यहाँ यो पथरी भन्ने यहाँ मधेसमा पनि गरेँ 2-4 ठाउँ। अनि त्यहाँदेखि अहिले जताततै मैले यतापट्टिको त सभाहरू गर्दा म चाहिँ यो मोर कार्य सबै गर्छु, मोर कर्म सबै गर्छु, मृत कार्य सबै गर्छु म। मृत कार्य सबै गर्छु र बिहा कार्य त बिहा कार्य भइहाल्यो। अनि अरू चाहिँ अब ल गुरुद्रीहरू यस्ता चाहिँ एका भनौँ न, त्यो एका चाहिँ पढ्छु म। र त्यसो हुँदाखेरि मलाई म गएर साउदी भएँ, म साउदी भएर गुरुमुखी भएँ। गुरुमुखी भएपछि गुरुले मलाई आदेश दिनुभयो, जब अलिअलि संस्कृत दखल दिएपछि म गुरुमुखी भएँ। गुरुमुखी भएपछि दखल दिएपछि अनि त्यहाँदेखि त अब गुरुसँग मलाई सब गुरुमुखी हुन मन लाग्यो भने अनि उहाँले चाहिँ गुरुमुखी गराइदिनु भयो मलाई काठमाडौँमा। गुरुमुखी भने जस्तै अब यसरी बस्यो, गुरुसँग ठुलो गुरुसँग एउटा गामचा त्यो गुरुको र आफ्नो चाहिँ यसरी गामचाले छोपेर जो कलश यता राखेर अनि गुरुहरूले चाहिँ अनि कान फुकिदिन्छन्।
मन्त्र भनिदिनु मन्त्र भनिन्छन् मन्त्र भनिन्छन्। जस्तै मन्त्र दीक्षा गुरु एउटा हुन्छन्। गायत्री गुरु त गायत्री गुरु त चाहिँ जोसँग सिक्दा पनि हुन्छ कि व्रत बन्द गर्नुपर्छ कि पर्दैन? पर्छ है पर्छ। प्रत्येक विश्वकर्माले व्रत बन्द गर्छ? गर्छन् गरेको छ अहिले त सबैले गरिसकेका छन्। अनि अब कोही नगर्ने छन् नि अब त्यो बित्थाको गाउँलेहरू त अब त्यहाँदेखि त्यो कुरा बुझ्दैनन्। अनि त्यहाँदेखि त अब फिल्ममा गएर 28 जना विश्वकर्मा केटाहरूलाई 28 जना विश्वकर्मा केटाहरूलाई पुराउन जनै लगाइदिएको 28 जना विश्वकर्मा। तपाईँले त्यहाँ एउटा चाहिँ यो लक्ष्मी भन्ने हाम्रै जात छन्। थर चाहिँ उनको लखान्द्री हो। लक्ष्मी भन्ने धनाड्डे अति धनी रहेछन्। त्यहाँ मलाई बोलाएर गएको, मैले अनुरोध गरेर बोलाएर फोन गरेर यहाँबाट। अब मलाई के भनिदिनु पर्यो भने आखिर विश्वकर्माको पनि दर्जीको पनि सार्कीको पनि सबैको आफ्नै हो पुरै हो, आफ्नै हुँदाखेरि अब यो त विभिन्न ठाउँमा आवश्यक पर्छ होइन। कहिले चाहिँ मृत्यु कर्म गर्नुपर्छ, कहिले विवाह कर्म गर्नुपर्छ, कहिले पूजापाठ गर्नुपर्छ, कहिले पुराण लगाउने कुराहरू हुन्छन् होइन, विविध हुन्छन्। अब यसमा चाहिँ के छ, आचार्य गरेको अथवा यो के भन्छ शास्त्री गरेको त्यो नभइदिनु होइन, त्यो त्यस्तो खालको चाहिँ गुरुमुखी हुनु पर्यो, गुरुसँग आदेश पाएको हुनु पर्यो मात्रै पुराउनु भन्न पाउँछ। हो त्यस्तो खालको संस्कृतमा चाहिँ दीक्षित गरेको मान्छेहरू चाहिँ उत्पादन गर्न के छ, कोसिस भइरहेको छ? त्यसको कोसिस भइरहेको छ नि, अब गर्दै कोसिस त भइरहेको छ नि। अब गुरुकुलमा पढ्न जाँदाखेरि त अब ती मनोकामना गुरुकुल छ, त्यहाँ गएर पढ्ने इच्छा हुनेहरू त्यो गएर पढ्दा पनि हुन्छ। अब गुरुकुल चाहिँ यो अब के अरे धरान विराटनगरमै छ जति युवाहरू कतिजना पढ्दैछन् अहिले संस्कृत? तर अहिले संस्कृत खासै चाहना गरेका छैन हौ, कोही पनि पढ्दैन, कोही पनि पढ्दाखेरि खासै चाहना गरेर लिएका छैन। पुरोहित काम गर्ने विश्वकर्माहरू कतिजना हुनुहुन्छ? 5-6 जना छन्। 5 जना छन्। नयाँ पुस्तामा अब यहाँ एकजना चाहिँ यो विश्वकर्मा रणमम भन्ने चाहिँ एकजना विश्वकर्मा छन्। म भन्दा नि अझ बढी भइसक्यो। उनीहरू संस्कृत के अरे उसबाट स्कुल पनि पुरा गरेर पढ्नु भएको, उहाँ त मास्टरबाट अवस्था भयो नि। अहिले उहाँबाट उहाँले अब चाहिँ मबै गरे पनि उहाँले कर्म कार्य पुरा गर्न सक्नुहुन्छ। एउटा चाहिँ ऊ चाहिँ मुख्य। अरू यहाँ चाहिँ हाम्रो मेरै भान्जा भान्जीहरू यहाँ अरू गाउँमा चाहिँ जो आफ्नो नाता पर्नेहरू पनि छन्, 4-5 भाइ मसँगै पढेर सिकेर अलरेडी कर्म गर्दैछन्। उनीहरू पनि गर्छन्। अब खाँचो हुँदैन गर्छन् तिनीहरूले। र अब नयाँ पुस्ताले पढिराखेको चाहिँ कति 2-4 जना छन् कि छैन? छन् 2-4 जना छन् 4 जना छन्। 4 जना रणमसँग 5 जना छन्। अहिले यहाँ मसँग चाहना गरेर म पछि हिँड्ने। अब म आँखा देख्दिनँ, छेउमा राखेर चाहिँ यसो गरेर भन्छु र त्यहाँ अहिले काम कतिको खाँचो टार्दै हुनुहुन्छ? खाँचो टार्दैछु काम। कोही बेला यो सिजनमा चाहिँ जो काम अब धेरैतिर चाँडा पनि हुन्छ सिजनमा नहुँदाखेरि अब चाहिँ अन्न शुक्र दक्षिणानी यस्तै हुँदाखेरि अब अलिकति कमै हुन्छ। त्यस्तै गर्दा हुने काम मात्रै गरिन्छ। अब अहिले यहाँ अब अस्ति यहाँ अखण्ड पुराण लगाए यहाँ माथि कोइरालाकामा न्युपानेकामा। त यो शुक्र अन्धछन् कसरी अखण्ड पुराण लगायो भने यहाँ छलफल गुणनिधि भन्ने काफले छन् एकजना, उहाँसँग म छलफल गरेँ। अब खोइ के गरौँ, उहाँहरूलाई थाहा छ, मलाई चाहिँ थाहा छैन त्यस विषयमा भन्नु। उहाँ पनि जजमान पुरा जजमान गर्ने के अरे काफले नन्दीकेश्वर काफले गर्छ गुणनिधि। उनले चाहिँ अब त्यहाँ हुन्छ त्यस्तो गरेर जे पनि गरिदिनुहुन्छ, जे पनि त नगरिदिनु त। शुक्र उदाइकनै लाउँदा त भ्याइन्छ नि त, हुन्छ नि त। बितेको थिएन पर्सि त उदाइहाल्छ शुक्र त माघमा त भनेर मैले त्यो पनि भने। अब भने ब्राह्मणले हुने छन् मात्रै गरौँ, नहुने चाहिँ कर्म नगरौँ भनेर चाहिँ मैले चाहिँ भन्छु। र यहाँ केटाहरू ब्राह्मण केटाहरू आउँदा श्राद्ध यसरी गर्नुपर्छ, यस्तो हुनुपर्छ, श्राद्ध चाहिँ सबै धर्म सिन्धु निर्णय सिन्धुको काम मतापिक काम गरौँ भनेर म सबै यहाँ केटाहरू बाहुन केटाहरू भेलाउँछन्। यहाँ कहिले आउनुहुन्छ मसँग गफ गर्न, बात मार्न, अनि बात मार्छौँ। यस्तै गरेर चाहिँ नि गरेँ। र मेरो चाहिँ अहिले मेरो घरको घराइसी कारणबाट चाहिँ मैले शिक्षा बढाएर लान सकिनँ। र अब अहिले बढाउन पाएको भए हुन्थ्यो। मलाई चाहिँ यो संस्कृतबाट यसबाट चाहिँ यो पुरा पास गर्न पाए पनि हुन्थ्यो। अनि हुन्थ्यो। अब 9 कक्षासम्म पुरानो शिक्षा पढेर चाहिँ यो निस्किनु पर्यो स्कुलबाट। अनि 9मा निस्केको म 9मा फेरि पुरानो शिक्षामा फर्स्टको फर्स्ट कतिसम्म पढ्न पाएदेखि हुन्थ्यो भन्ने लाग्यो मलाई चाहिँ। कति त्यो अब पढेर त म त कति पढ्थेँ भने जस्तो लाग्थ्यो नि। अब के यति भन्ने सीमा नै थिएन, कति पढ्दै तर पढ्न पाएको भएदेखि। तर चाहिँ यो
मैले पढ्न त्यो घराइसी कारणले भनिहालेँ, घराइसी कारणले मैले पढ्न सकिनँ। त्यहाँबाट पछि गएँ काठमाडौँ। काठमाडौँ गएर एकजना के अरे जनकपुरका उप्रेती हुनुहुँदो रहेछ, ज्योतिषी गरेर चिना लगाउने यस्तै चाहिँ अफिस जमाएर ठक्कसँग बस्नु भएको रहेछ। अफिस जमाएर बस्नु भएको रहेछ। अन्त त्यहाँ जानै गरेँ म त फेरि के गर्थेँ, कस्तो मान्छे भने म त्यो जति अब अर्थ केही पाइनँ भने पनि कहाँ छ चाहिँ जो राजनीतिका गुरुहरू कहाँ छन्, राजनीतिका कहाँ छन् जो नेताहरू कहाँ के छ, त्यहाँभित्र बस्नु। राष्ट्रिय सभागिरी त दुई तिन खेप राष्ट्रिय सभागिरीभित्र त म पसेँ। छोरे त्यतिखेर गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री, प्रधानमन्त्री सबै नेपाली कार्यक्रम समाजसँगले दिनभरि यत्रो मुडको गाडेको रहेछ, खाँबो यत्रो थाम गाडेको रहेछ, सालको खाँड हो त्यसमा माइक बाँधेको रहेछ, त्यहाँ बसेर भन्दा रहेछन् उनीहरू त। त्यो भित्र त ठुलो पटाङ्गिने रहेछ त, ठुलो पटाङ्गिने रहेछ। त्यहाँ बसेर हेर्ने दिनभरि बसेर सुने कार्यक्रम, दिनभरि बसेर सुने। अनि छोराले भनौँ बेलुका जाँदाखेरि त कहाँ जानु भएको त तपाईँ आज भनौँ, छोराले मेरो माइली छोरो थियो त्यहाँ। अहिले त उता अमेरिकातिर छ, त्यहाँ छोरो थियो। होइन म त राष्ट्रिय सभाभित्र पस्यो भन्दै गएँ, बेलुका गएँ अरे अनिखेर बस्यो। त्यसो गर्दा अनिखेर भोलिपल्टदेखि त्यो उप्रेती बाहुन बाटोमा जानु थालेँ। उप्रेती बाहुनहरूबाट बाटोमा जाँदाखेरि ऊ चिरा लेख्छन्, के गर्छन्, चिरा लेख्नुहुन्छ। म त्यही छेउमा बस्छु, गफ गरेर गफ यस्तो गर्दै थियौँ। बाहुनहरू भेला हुन्छन्, बाहुनहरू सबै आउँछन्। अनि गफ गर्दै थियो। एक दिन त माथि काला दुईवटा बुढा आए, यस्तै तपाईँको लुगा जस्तै बुढा आए, दुई भाइ आएपछि ती बुढाले त मलाई त अन्त हेरेर उता ज्योतिषपट्टि हेर्नु त होइन, मपट्टि सबै हेरेर तपाईँ के छ रे भन्नु। त्यो बुढाले नि तपाईँ के छ रे भनेर भन्नुभयो। म गदाल हुँ भनेर भने, विश्वकर्मा नि भनिनँ, गदाल हुँ भनेर भने। गदाल भएपछि अनि कहाँ हो घर भने, सङ्घको सभा भने। के गोत्र चलाउँछौ भने, अनि वर्ष गोत्र चलाउँछु भने। त्यतिखेर वर्ष गोत्र चलाएको थियो, पछि बदलेको मैले। गोत्र बदल्नु पनि पाइन्छ नि, त्यो होइन रहेछ भने त फेरि माथि हेरेँ नि त, उहाँ बाबुबाजेहरूले अर्कैतिर चलाएको थिएँ। अनि मैले फेरि यो राख्नु त काँसे गोत्र वर्ष भनेर फेरि मैले फेरि बदलेको त। अहिले काँसे गोत्र चलाइँदैछ। अनि भरे त्यसो गरेपछि अनि त्यहाँदेखि त्यो गरेँ ए के काममा आएको थियो भने, अनि यहाँ छोरा घर छ, अनि खालि यहाँ यसो दिन काट्न यहाँ ज्योतिषीसँग यसो गफ गर्ने गरेको छु भने गफ गर्ने गरेपछि अनि त्यहाँदेखि त बुढाले अनि टिपन झिकेर त्यो ज्योतिषीलाई टिपन दिनुभयो। टिपन दिएपछि अनि त्यहाँदेखि त मैले भने हजुर मेरो परिचय तपाईँ लिनुभयो, तपाईँ किन परिचय पाउन मैले भनेर भने। मैले मेरो घर त जुन चाहिँ पाहाड भन्छौ भने तेह्रथुम हो, म सुवेडी बाहुन हो, म पाहाड तेह्रथुम हो घर। यहाँ भन्छ भने माथि चावेलमा छ भने, अनिखेर उहाँ चाहिँ भनेर भने उनको छोरालाई देखाएँ। यो मेरो छोरो जेठो छोरो हो, यो 80 वर्ष भयो, म 120 वर्ष भएँ भने बुढाले। म 120 वर्ष भएँ, हेर्दा 60 वर्षको जस्तो भन्छे। म 120 वर्ष भएँ, यो मेरो जेठो छोरो 80 वर्ष भयो, क्रिया गर्दाखेरि कपाल काट्न नसक्ला जस्तो भइसकेको रहेछ छोरो चाहिँ। बुढो त्यति वर्षसम्म बाँचिदिनु हुन्छ। अनि त्यहाँदेखि भएर त्यसो गरेँ भरे। अनिखेर त्यति भएपछि ए होइन होला बुढाले गफ गरेको होला त। ज्योतिषसँग म घोडा जोडेर गलैँचा त्यहाँ बसिरहेको थिएँ। सर र ज्योतिषीले टिपन बिचरा हजुरबाको हेरबेर हो यसो भन्नुहुन्छ त भने त हो पो रहेछ। टिपनबाट सर र टिपन फिराए जो हजुरबाले यसो भन्नुभयो कि होइन हेरौँ त भनेर भने त हो पो रहेछ। अनि त्यतिकै भन्यो भनेर अनि उनीहरू गए। उनीहरू टिपन हेराएर गए बाउछरा गएपछि ज्योतिषीमा भयो। तपाईँ यत्रो दिन आउनुहुन्थ्यो, बस्ने त कति बस्यो, तपाईँलाई कति राम्रो, तपाईँले बोलेको यहाँ कति मिठो लाग्थ्यो मलाई। मैले सोधेको पनि थिइनँ तपाईँलाई के छ अरे भनेर साइन सम्बन्ध लगाएको थिएन। दाल त मेरो मामली पो त, भने है यो बुढाले। उस्तै अनि मामली भने भोलिपल्टदेखि चिया पनि त्यसो भेट्न थालेँ है। अनि त्यसो गरेपछि अनि त्यहाँबाट भरे परिणाममा अनि उहाँबाट मैले केही ज्ञानीहरू उहाँबाट चाहिँ यस्तै अब जस्तै कर्मकाण्ड गर्दाखेरि सभ्य असभ्य यस्तो चाहिँ जो कुराहरू चाहिँ जो अब खोइ के भन्नु, के धेरै कुराहरू उहाँले उहाँबाट मैले लिएका छन् तर चाहिँ त्यहाँ छ। तर अब अहिले के भन्नु, यो कर्मकाण्ड गर्ने क्रममा तपाईँलाई एकदम चाख लागेको कुरा र दुःख लागेको कुरा एउटा चाख लागेको
अर्को दुःख लागेको के छ, के सम्झिन चाहनुहुन्छ? यो लामो समयमा कर्मकाण्ड गर्नुभयो नि, अत्यन्तै चाख लागेको, अत्यन्तै दुःख लागेको। अब अत्यन्तै दुःख लागेको चाहिँ मृतक कार्य गर्नु नपरोस् है भन्ने लाग्छ मलाई। मृतक कार्य चाहिँ गर्नु एउटा घटना भन्नु न, एउटा घटना धेरै दुःख लागेको घटना। साह्रै दुःख लागेको चाहिँ यो मृतक कार्य चाहिँ गर्नै नपरोस्, यो चाहिँ भन्ने मलाई त्यो लागिराखेको छ अहिलेसम्म पनि। किन लाग्छ त्यो चाहिँ किनभने त्यो भइसकेपछि त्यो यो संसारबाट चाहिँ जन्मेर यो संसार छोडेर जाँदाखेरि त त्यो कसैलाई नि मिठो हुँदैन नि त। मान्छे चाहिँ गयो त यो संसारबाट छोडेर गयो त, त्यो कसले जन्म लिएपछि फेरि गयो नि त। कोही छिट्टै गयो, कोही ढिलो गयो। अब त्यसमा चाहिँ त्यो साह्रै ठुलो कष्ट दुःख परेको चाहिँ मलाई। छोरो गयो नि त, सेनाले मारे नि त छोरालाई, जेठा छोरालाई। त्यो सियाबुनमा चाहिँ सेनाले मारे, त्यतिखेर मलाई साह्रै दुःखको घटना त्यतिखेर परेको मेरो। त्यति बेला नि आफैले पढ्नु पर्यो र? पर्यो नि, के भन्नु त, थिएन मान्छे कोही। पऱ्यो तर कसै राखेर सिकाएर यसो भनौँ भनेर सिकाएर गर्न लाएँ भान्जा भान्जीहरूलाई, ज्वाइँसेला भान्जा भान्जीहरूलाई। त्यो एउटा। अनि अति राम्रो, मलाई साह्रै राम्रो चाहिँ मिठो चाहिँ लाग्छ के भनेदेखि पुराणहरू, यसमा चाहिँ पुराण वाचकहरू, यी चाहिँ मलाई मिठो लाग्छ साह्रै नै। पढ्न जाँगर लाग्छ, जोस जाँगर लाग्छ। भन्छु चाहिँ जोस जाँगरहरू भन्छ, एक हात चाहिँ पढ्छु, एक हात पढ्छु। व्याससनमा चाहिँ अब व्याससनमा चाहिँ पढ्नु भन्नु अन्त भन्छ, तर अधिकार पाउनु पऱ्यो नि त। त्यस्तै हो, विद्या यही नरको छ रूप भरिलो, यही सम्झ गुप्ती धन, विद्याले बढी जान्छ रूप सहजै सुध्रिन्छ भित्री मन, विद्याको परदेशमा हित हुने दरबारमा पुजिने, यस्तो उत्तम रत्न लौ बटुल है पैसै बिना पाइने। पढ्दा हुने त हो नि, अनौठो यो विद्या धन छ जगतैमा नमिलने, लिँदा बढ्दै जाने कहीँ पनि नबाँडे नघटी हुने। पढ्दै जाँदाखेरि बढ्दै पनि जान्छ, लिँदै जाँदाखेरि कसैलाई बाँडेर सिकाइदिएर घटी पनि हुँदैन। लिँदा बढ्दै जाने कहीँ पनि नबाँडे नघटी हुने, पछि नाना जन्मान्तको पनि साथ रहने। अझै यस्तो दिगो धन किन छिटे हात नलिने, विपदमा हुनु धीर नातिनी, सुख हुँदा सबमाथि दया लिनु। विपदमा नातिनु अरे, विपदको साथी के हो त भनेर भगवान रामचन्द्रले भन्नुभएको छ लक्ष्मणलाई। विपदको साथी के हो भन्दा धेर्जे हुनु, धैर्य धारण गर्नु, त्यो विपदको साथी त्यति नै मात्रै हो भनेर भन्नुभएको छ। र यस्ता कुराहरू छन् कि अब तपाईँलाई म एउटा मञ्जरी म यहाँ पढिदिन्छु तपाईँलाई। पार्थयम प्रतिबोधितं भगवान् नारायणे स्वयं व्यासेन ग्रन्थ पुराण मुनिमध्ये महाभारतम्, अष्टैतामृतवर्षिणी भगवती अष्टादशाध्यायिनी मम्मतं मम सन्धि भवे देखिनीं, नमस्तुते व्यास भूषाल वन्दे फुलार भिन्दन पत्र नेत्र तत्व भारत तैलपूर्ण, प्रज्वालितो ज्ञानमह्ये प्रदीपं पर्पन्नं पारिजाता केतुत्र वेते कपानहे, ज्ञानमुद्राय कृष्ण गीतामृतं दुहे नमः। सर्वोपनि खदो गावो भोक्ता गोपालनन्दं, पार्थे भक्त सिद्धिदं गीतामृतम्, अहं वसुदेवं सुतं देवं कंसस्थानमर्दनं, देवकीका प्राणन्दं कृष्णवन्दे जगद्गुरु, भीष्म द्रोण जय जथा गान्धारी लोपला, शल्ये ग्राहति कृपेण वहने कर्णेन बेलाकुला, अशस्तावनि कर्ण घोर मकरा दुर्योधनं वर्तिनी, श्रोत्रीर्ण खल पाण्डव रण नदी कैवर्तकं केशवं, पाराशरी वच सरजलमलं गीतात गन्धो कटं, नाना खानकसं हरिकथां सम्बोधनं बोधितं, लोके सजन कट पदे हर हर गोपी मादम मुदा, भूये ध्वरजं पङ्कजं कलिमलं परदासुनुश्रे, मुखं करोति वाचलं परं गिरिं वन्दे परमानन्द माधवं, शङ्खं चक्रं कृष्ण कुण्डलं सपीश्रवस्त्रं सरसूर्यदेव क्षणो नमानि विष्णु शिरं चतुर्भुजं, वंशी विविगित कर्णवात पीताम्बरदार्ण बिम्बाभ्रात पूर्णेन्द्र सुन्दर मुख दरविन नेत्रं कृष्ण किमितं न जाण्यो, तमेव माता स पिता तमेव बन्धु सखा तमेव विद्याद्रौणी तमेव सर्वं मम देवदेवं, यं ब्रह्मा वरुणस्तमन्तु वेदे साङ्गपदो करो वनिखते गायन्ति उषामगा, ध्यान वश्य तत्शील मनसा पश्यन्ति मेघरौ, यशन्त विदुषुरासुरगणै देवाय तस्मै नमो, नारायणं हेरुक्तिरूपेण जगत्तरणमालोकपर्वितनाङ्कितेश्वरी, नित्ये चित्ततरङ्गे भगवान् नारायणं श्रीकृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण वासुदेवं जगन्नाथं वन्दे गिरिवारं हरिद्वारं पुष्करम्। यस्तो मिठो लागेर मैले हात जोडेर बसेँ। यो कस्तो अर्थ दिन्छ यसले? यसको अर्थ भनेको चाहिँ गीताका चाहिँ भगवान् कृष्णका कुराहरू हुन्। अर्जुन र यो पुष्पाञ्जली भन्छ। यो चाहिँ पहिले पढ्दाखेरि यसलाई कुनै पनि पूजा लगाउँदाखेरि बाद कुनै पनि उहाँ पाती चढाउँदाखेरि कुनै पनि व्रत तीर्थ पुराण लगाउँदाखेरि यो संस्कृतबाट भने मैले यो चाहिँ के अरे पाती चढाउँदाखेरि भन्ने हो, पुष्पाञ्जली हो। यो
पुष्पाञ्जली हो, श्रोताहरू पुष्पाञ्जली हो। श्रोताहरू विश्वकर्माको छोरा हुनुहुन्छ, तर कर्मकाण्डमा अत्यन्तै पोख्त पुरानो पण्डित हुनुहुन्छ र उहाँसँग म आज केही कुराकानी गर्न गइरहेको छु र यो कुराकानीको क्रममा उहाँले केही संस्कृतका ज्ञानगुणका कुराहरू हामीलाई यहाँ दिइरहनु भएको छ। अब अलिकति म अब गीताको कुरा पनि, गीता पनि पाठ गर्छु म, एक अध्याय गीता पनि पाठ गर्छु, अर्जुन र कृष्णको कुराहरू गर्छु। नेपालीले बुझ्यो कृष्ण गीताको धर्मको गति, गीता कोमल गीताको गान गर्दै यथामति, धर्मस्थान कुरुक्षेत्र बिच युद्ध दृढाशय, गुरु पाण्डवले फेरि के गरे भन सञ्जय, देखि पाण्डवी सेनाको वज्रव्यूह महाघन, श्री द्रोणाचार्यका साथ भन्न लागे सुधोधन, हेर्नुहोस् गुरुको सिखिदी मन द्रौपद पुत्रले, यो ठुलो पाण्डवी सेना खाकिएको प्रयत्नले, यामा धनुधारी भीष्म अर्जुन बराबर, महारथी श्रीखण्डी दुर्योधन विराट र, धृष्टकेतु गीतान काशी राजा पराक्रमी, यी मान्छेको नाउँ पुरुजित श्री कुन्ती भोज शिविराज नराग्रणी, उत्तम जुदा मन्नु सौभद्र द्रौपदी सुत, महारथी गुण्डनमा छन् सबै सुर अद्भुत, हाम्रा यी सैन्यमा जो ठुला सेनापति छन् सब, गुरुजी भन्दछु उनको नाम अधिक सगौबर, हजुर भीष्मजी कर्ण असुस्तामा वीर कर्ण र, भुरी सभा कृपाचार्य समितिञ्जय दुर्धर, अरू पनि म भन्दामा गर्ने प्राण समर्पण, शास्त्र आश्र युद्ध मर्ग्या लडका छन् करोडण, भीष्मले हाँकिएको यो हाम्रो सैन्य अगात छ, थोरै पाण्डवी सेना जसको नायक भीष्म छ, परमेशद्वारा सारङ आफ्नो ठाउँ लिकन, तपाईँहरूले गर्नु भीष्मकै अब रक्षण, यस्तैमा गुण महर्ष वर्षाए भीष्म वीरले, सिंह नारद गरी शङ्ख बजाए खुब जोरले, त्यो साथै शङ्ख कर्णाल नगरा ढोलमा दल, बजे सङ्ग्रामका बाजा गणकै भूमण्डल, अनि स्रष्टामा जुक्त शिष्टित श्रीकृष्ण अर्जुनले शङ्ख बजाए दिव्य अद्भुत, श्रीकृष्णले पञ्च जान्ने देवदत्त किरीटीले, श्रीकृष्णले पञ्च जान्ने नाम गरेको शङ्ख बजाए, श्रीकृष्णले पञ्च जान्ने देवदत्त किरीटीले, करोड नाम माखा शङ्ख बजाए वीर भीमले, अनन्त विजय शङ्ख बजाए धर्मराजले, मणिपुख सौघोर मान्द्रिका दुई पुत्रले, घनकी घनते शब्द आकाश पृथ्वी भरि, सारा कौरव सेनाको चिरो हृदय चरी, पाँच पाण्डवहरूले त्यसरी बाजा बजाएपछि कौरवहरूको त्यो हृदय छेछ भयो, युद्ध गरेर दाजुभाइसँग युद्ध गर्नु पर्यो। सारा कौरव सेनाको चिरो हृदय चरी, हेरी तयार ती सारा कुरु सैन्यहरू कण, शास्त्र सम्पाद बेलामा उठाई धनु अर्जुन, श्रीकृष्णसँग यो बिन्ती गर्न लागे नगीसम्म, लानुहोस् रथ मेरो यी दुई सैन्य बिचमा, म हेरौँ पहिले कृष्ण युद्धलाई खडा हुने, को रहेछन् को माथि मैले सहस्र उठाउने, अर्जुनले भने कृष्णसँग, दुर्बुद्धि दुर्योधनको युद्धमा जय खातिर, जम्मा भएका जो छन् म हेर्दछु तिनैतिर, यस्तो अर्जुनले बिन्ती गरिएको नरोत्तम, ती दुई सैन्यका बिच राखेर त उत्तम, भीष्म द्रोण अरू राजाहरूका सामुमा अनि, बोल्नुभयो पार्थ लौ हेरे जम्मा कौरव यी भनी, त्यहाँ अर्जुनले देखे बाबु बाजे सगिजन, गुरुबामा दाजुभाइ छोरा नाति अनेकन, त्यस्तै प्रेमी र ससुरा इत्यादि हजारजना, देखे दुवै सैन्यतर्फ आफ्ना बन्धुहरू कण, लागि ठुलो दया दिक भय अर्जुनले भने, हे कृष्ण देखे सोध्छन् युद्ध निम्ति खडा हुने, मेरा अङ्ग सबै गल्छन् मुख अत्यन्त सुक्त छ, शरीरमा कम्प हुन्छ रोमाञ्च पनि आउँछ, अर्जुनले भने सबै दाजुभाइ कसरी हान्नु हिँडेर मार्नु कसरी बाण हानेर, अनि शरीरले सुको उनको कम्पै आयो, शरीरमा काम्न थाल्यो अर्जुनका, शरीरमा कम्प हुन्छ रोमाञ्च पनि आउँछ, हातबाट धनु खर्छ छाला भगवती पोल्दछ, टिक्नै सक्दिन यो चित्त बहुतै चक्राउँछ,
सारा लक्षण बाई कृष्ण विपरीत म देख्दछु आपस मारिरहनमा कल्याणै छैन ठान्दछु जसका निमित्त चाहिन्थ्यो सुख राज्य भोगादिक धन प्राण सबै छोडी गुनै छन् नरो सुख जसका निमित्त चाहिएको थियो राज्य जितेर लिनुपर्ने यो धन प्राण सबै छोडेर मर्न तयार भएर आएको छन् किन चाहियो राज्य जितेर धन प्राण सबै छोडी गुनै छन् नरो सुख गुरु बाबुहरू बाजे साला मामा सगिजन छोरा नाति भाइ बन्धु ससुराली अनेकन पृथ्वीको के कुरा सारा लोक पाए पनि अब यिनलाई मार्न चाहन्न आइलागे पनि सब अर्जुनले भने यो लामो छ होला गीताको होइन छुट्टी सकिन आँटो सब यिनलाई मार्न चाहन्न आइलागे पनि सब मारी कौरव यी हाम्रो केवल हुन आगुला आता ताए पनि बन्धु मार्नाले पाप लागला तसर्थ हामीले मार्न हुन्न आत्मे बान्धव कसो गरी सुखी हौँला बन्धु मारेर माधव हुन त यिनी देख्दैनन् बसमा परि लोभको यो मित्र द्रोहबाट पाप दोष कुलनाशको यो कुलक्षणको दोष देख्ने हामीले किन यो पापबाट हट्नमा नजान्ने कि जनार्दन नासिए कुल नासिन्छ कुल धर्म सनातन धर्मका नाशले उसमा पाप फैलिन्छ विस्मरण फैलिँदा कुलमा पाप कुल हँसी दुष्ट बन्दछन् अश्रीहरू बिग्रिँदा कृष्ण वर्ण शङ्कर बढ्दछन् अश्रीहरूले बिग्रेर चाहिँ अर्काको गर्व ल्याएर आफ्नो कुलमा जन्माइदियो भने वर्ण शङ्कर हुन्छ त्यो जो अब थाहा पाइँदैन त्यो वर्ण शङ्कर हुन्छ भनेछ अर्काको गर्व ल्याएर जन्माइदियो भने वर्ण शङ्करका मूल दोखले कुल घाँटीका उखाडिन्छन् जाति धर्म कुल धर्म अगाडिका सुन्दछौँ कुलको धर्म जसको बेसी नबन्दछन् तिनको नरकमा बाँस सर्वदा हुन्छ भन्दछन् औ ठुलो पाप गर्न भएछौँ हामी तत्पर राज्यको लोभले बन्धु मार्न आँट्यौँ सरासर बरु शस्त्र अस्त्र केही लिन्न मलाई शस्त्रले कर्ण दुर्योधनादिले मारुन् यही भलो छ जनार्दन यति भनेर रणमा शोक व्याकुल अर्जुन फ्याँके धनुर्बाण थालेर त भित्र बसिरुन युधिष्ठिर मन्द भागवत महापुरुष ब्रह्म विद्यायुग शास्त्री श्रीकृष्ण अर्जुन सम्मारे अर्जुन विखाले गुणामो प्रथम अध्याय यस प्रकारको चाहिँ नि गीताको एक अध्याय तपाईँ गीता 18 अध्यायको एक अध्याय गीता यो प्रथम अध्याय मैले पढेँ अब चाहिँ यो अरूको पुष्पाञ्जली पाठ गरेँ अब यस्तै हो अब यस्तो चान्स पऱ्यो तपाईँले चाहिँ आइदिनु भयो मलाई चाहिँ खुबै धन्यवाद खुसी लाग्यो तपाईँ आइदिँदाखेरि नै अघि तपाईँलाई यसो झट्ट देख्ने बित्तिकै यसो हेरेँ मान्छे त मैले त अब यहाँ अनि देख्दिनँ पनि आँखा देख्दिनँ कि महाभारतका चाहिँ यो त्यो उसमा अब महाभारतको किताब एक दुई चाँडै मात्रै भए पनि म भनिदिउँला नि त खोला तिमी चाहिँ अब जगतमा औ पत्थर गलैमा उधारी खोला तिमी चाहिँ अब जगतमा पत्थर गलैमा उधारी पौडी खेली समुद्र तर्दछु भन्यौ आँट्ने तिमी नै सारी फेरि म त गजेन्द्रलाई बनाऊ अङ्कुश नदी कटमा पक्री ल्याउँछु भने झै कुरा तिमी औ गर्छौ अनाकै माउ घिउ तेलमा कपडा भिजाइकन सब परी शरीरमा ताउ बल्दो अग्निमा पसेर बचुलाउ भन्छौ तिमी के याउ भनेको अब यसको अर्थ पनि लगाइदिन्छु अब कुन्तीले माइतीमा बसेर चाहिँ कन्यागतिमै कर्णलाई जन्माएकी थिइन् बिहे नगरिकन त्यो कर्ण चाहिँ लगेर नदीमा बगाइदिएकी थिइन् कर्णलाई सन्तोषमा हालेर त्यो बालाको देखाउन लाज भएर भएदेखि त्यो बाघ खेल्दै 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 गएर कौरवहरूका फौजमा पुग्यो त्यो बाघ के ल्याएको भनेर समातेर त्यो कौरवहरूका फौजमा त्यो कर्ण बढिरहेको थियो हुर्को त्यसको नाम कर्ण राखे त्यो सूर्यको छोरो हो ती कर्ण कौरवहरूकै फौजमा बढिरहेका थिए पछि ठुला भएपछि अनिखेर पछि कुन्तीले फेरि स्वयंवर गरिन् बिहा गरिन् कुन्तीले बिहा भएपछि फेरि 5 भाइ छोरा जन्माइन् 5 भाइ छोरा जन्माएपछि वीर पुरुष अर्जुन जन्मे एक भाइ त वीर पुरुष जन्माइन् अर्जुन अनि अर्जुनलाई उनले भनेकी थिइन् के भने त्यो महाभारतको त्यो त 18 दिन भयो नि त
18 दिन युद्ध हुँदाखेरि 18 दिनको एउटा पुराण बनिएको थियो यी पुराणहरू 18 पुराण। अनि त्यहाँदेखि त त्यो महाभारतको युद्धमा अनि हेर 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 अर्जुन त्यो कर्णलाई नमार है तैँले महाभारतको युद्धमा कर्णलाई नमार है तैँले कर्णलाई नमार त्यो पनि तेरो दाजु है भने। कसरी तेरो दाजु तिमी मेरी आमा हौ जन्मिँदै त्यो खोला लगेर गइदिने आमा हुन्छ नि भनेर कर्णले आमासँग कुन्तीसँग बाँधेपछि आमा छोरा बाँधे। अनिखेर अब 100 गालीसम्म चाहिँ खप्छ त्यहाँदेखि उता पनि मलाई गरेछ भने म मारिदिन्छु भनेर भनेको थिएँ। कृष्णले मारिदिन्छु भनेको थिएँ अर्जुनले। अनि त्यहाँदेखि त भरे आखिरीमा त उसले घमण्डी गरो कर्णले घमण्डी गर्छ 7 दिनका युद्धमा चाहिँ मैले अर्जुनलाई नमारी हुँदैन भनेर घमण्ड गर है भाइलाई भनेपछि अनि सुयोधनले भने त्यतिखेर अब तिमी अज्ञान हौ तिमी अरूलाई मार्न सक्छौ तिमीले को होला तिमी चाहिँ अबुझ जगतमा पत्थर गलैमा धरी पौडी खेती समुद्र तर्दछु भने आँट्ने तिमीले चाहिँ गलामा जाँच भनेर समुद्र तर्छु तिमीले भन्नु र के अरे समुद्र तर्छु र तिमीले अर्जुनलाई मार्नु एउटै कुरा हो सक्छौ तिमीले अर्जुनलाई मार्नु भनेर सुयोधनले भनिदिए। घिउ तेलमा कपडा भिजाई कनक बैरी शरीरमा त बल्लो अग्निमा पसेर बस्नु र भन्छौ तिमी के शरीरमा घिउ तेलमा कपडा भिजाएर आगोमा पस्नु र अर्जुनलाई तिमीले मार्नु एउटै कुरा हो सक्छौ न। समुद्र तर्नु घिउ तेल भिजाएर आगामा घिउ तेलमा लुगा दलेर लुगामा दलेर आगामा पस्नु र एउटै कुरा हो। जङ्गली हात्तीलाई चाहिँ मत्था हात्तीलाई समातेर अङ्कुश बिना पक्रेर ल्याउँछु भन्नु र तिमीले अर्जुनलाई मार्नु एउटा कुरा तिमीले सक्छौ न। कसले भन्यो यो भने शुद्धजनले भनेका थिए। शुद्धजनले भनेका थिए पछि गएर 8 दिनका दिन त के अरे 8 दिनका दिन त अर्जुनले कर्णलाई मारिदिएको त्यो महाभारत ठुलो महाभारतमा समूहसँग यत्रो महाभारत त्यसमा आउँछ। आमालाई चाहिँ 100 बाट गाली बढाएका थिए कि थिएन आमालाई 100 आमालाई त्यहाँबाट केही पनि भनेनन्। म त्यही हिसाबले गर्ने थिएँ नि त युद्ध गर्दाखेरि भनेर अर्जुनले भनेका छन् आमालाई। ल ल ल ल हजुर ल हजुर।